हेलो नमस्ते सो गाइज सबैलाई स्वागत छ मेरो भिडियोमा। सो त्यो हामी आज चाहिँ टक्क के रे स्विमिङ गर्न त्यही हो देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ टक्क जाँदैछ क्या के हुन्छ सो गाइज त्यही हो भन्न चाहन्छ। अनि हामी चाहिँ बाटो यस्तो छ पुरै हिँड्दै आइरहेको त्यो बनसन छ होइन टक्क जाने चाहिँ उहाँ पारी हो रे टक्क। अनि हामी अहिले हिँडिरहेको छ दामी छ सो टक्क हामी आइन्छ अनि गर्मी सरिङ भइरहेको छ धेरै यस्तो स्विमिङहरू क्यान्टिन भनेर हिँडिरहेको छ। चिल छ चिलकडा भ्यूहरू पनि दामी यहाँ छ। सो गाइज देख्न सक्नुहुन्छ एउटा चाहिँ साइको देख्न सक्नुहुन्छ। सो साउने आएन क्या लास्ट चाहिँ गर्मी भइरहेको टक्क बादलहरू टक्क आइरहेको सो त्यो पुरा हामी तिनजना गएको। अब कोही उहाँ भेट्छ भने छुट्टी जाऊ तर ल त्यो सो गाइज देख्न सक्नुहुन्छ टक्क चौतारी पनि टक्क आइसकेको छ। सो त्यो अनि खोला छ क्या दामी खोला छ उही दामी खोला छ। सो देख्न सक्नुहुन्छ शीतलमा यार क्या छ क्या देख्न सक्नुहुन्छ चौतारी छ दाम। अनि हामी चाहिँ यसो स्विमिङ पनि गऱ्यौँ भनेर आइरहेको टक्क खोला पनि भेट्यो दामी। सो गाइज यार बाटो पनि लास्टै अप्ठ्यारो अप्ठ्यारो रहेछ होइन टक्क त्यही हो हेर्नु गाइज त्यही हो। अनि हामी चाहिँ यस्तो अप्ठ्यारो अप्ठ्यारो बाटो पनि त्यही हो हामी चाहिँ टक्क फाइनली खोला आइसकेको छ। सो घुम्दै सो देख्न सक्नुहुन्छ खोला दामी छ टक्क डाँडा डाँडा दामी बादल सादल लागेको छ। अनि सो आज अनि हुँदा छ क्या सो देख्न सक्नुहुन्छ। सो गाइज अनि हामी रहेछ क्या माछा साछा नि पाउँछ होला क्या। सो गाइज त्यो चाहिँ अहिले थाहा हुन्छ के हुन्छ होइन टक्क दाँडा हुन्छ टक्क। अनि म त्यही हो छोडा छ त्यो म यता यता आइदिइरहेको छ होइन त्यही हो। सो गाइज केटा डर लाग्ला रामसल खेलो माछा सासा नि रहेछ क्या छ। सो गाइज देख्न सक्नुहुन्छ म चाहिँ अनि खोला तर्दैछु। सो गाइज देख्न सक्नुहुन्छ टक्क खोला चाहिँ यस्तो रहेछ क्या माछा साचा नि रहेछ त्यो देख्न सक्नुहुन्छ त्यही हो पानी। सो गाइज टक्क ठिक छ सो डुब्छ कि क्या हो यार त्यही हो। सो खोला चाहिँ यस्तो राम्रै रहेछ होइन भाइले राम्रो ठाउँमै ल्याएको छ जस्तो लाग्यो मलाई। गाइस त्यही हो माछा साछा नि दामी रहेछ क्या तर यहाँ भिडियोमा देखिरहेको छ। सो त्यही हो गर्मी भएको थियो तर हल्का खन्दै चाहिँ हल्का गर्मी छ। अनि हामी यसो गर्मी पानी दामी छ क्या दामी भइरहेको नि पछि झन् ठुलो हुन्छ होला त्यही हो आइरहेको छ। सो देख्न सक्नुहुन्छ त्यही हो भ्यू पनि दामी आइरहेको छ। सो त्यही हो देख्न सक्नुहुन्छ कहाँसम्म पुग्छ हाम्रो गन्तव्य के हो होइन भन्न चाहन्छु गाइजहरू दामी छ है। सो पर्छ क्या टक्क होइन हामी चाहिँ अनि हल्का माथितिर चाहिँ हल्का दामी ठुलो दहहरू त्यस्तो खेल्नेतिर अहिले यहाँ चाहिँ हल्का पानीहरू सुकिरहेको छ अहिले। अनि हल्का माथितिर झर्ना जस्तै छ क्या देख्न सक्नुहुन्छ दामी अहिले। सो देख्न सक्नुहुन्छ टक्क भ्यू वनहरू दामी छ क्या अनि टक्क दामी छ बादलहरू पनि क्या लगाइरहेको छ होइन त्यही हो अनि टपमा पुगिसक्यो हा। सो देख्न सक्नुहुन्छ जस्तै छ क्या गाइस त्यही हो गाई क्या। अनि म चाहिँ बिस्तारो टक्क भ्यू त्यहाँ हो त्यही हो नै लाग्यो भनौँ न खोलाहरू रहेछ भ्यूहरू राम्रो आउने पिङ्गिने ठाउँ जस्तै रहेछ क्या दामी छ क्या। सो देख्न सक्नुहुन्छ टक्क हामी चाहिँ हल्का माथितिर आइसक्यो अहिले भयो क्या किनभने भ्यूहरू छ नि त दामी। अनि त्यसपछि अनि सो त्यही हो बाटो रहेछ क्या गाडी ओइ आनन्दले घुम्न आएपछि कस्तो होला। सो देख्न सक्नुहुन्छ खोला सोला टिवारा रुखहरू कस्तो दामी लाग्यो क्या ट्याक्क दामी। सो त्यही हो अनि किनमा चाहिँ अब धेरै टाइम छैन हामी अब किन फर्किन्छौँ। सो त्यही हो कुद्यौँ क्या अहिले चाहिँ मा कस्तो मजा आउँछ होला कुद्नु ए कुदकेटा ओ लड्छ ओ गाइज आज सो कुद्दै केटाहरू कम्पिटिसन हो क्या मजा आउँछ ओ सो गाइज आइपुग्यो क्या हामी त्यसो केटाहरू कुदिरहेको छ क्या स्विङ गरिरहेको हेर्नु न यहाँ यस्तो स्विङ हेर्नु न क्या दामी छ त्यो। गाइस हामी चाहिँ हल्का फर्किसकेको छु फर्किँदै हामी चाहिँ खोलाबाट होइन। सो त्यही हो हेर्नु न यहाँ कस्तो खालको भ्यूमा ठ्याक्क अनि होइन। सो देख्न सक्नुहुन्छ ट्याक्क हेर्नु न यहाँ गाइस त्यही हो टक्क म चाहिँ यहाँनिर छु त्यही हो। सो गाइस अहिले चाहिँ फर्किसकेको छु ठिक हो रमाइलो भयो इन्जोय भयो। अनि हामी चाहिँ अहिले टक्क फर्किन थालिसक्यो हामीको अहिले कस्तो रमाइलो भइरहेको थियो अहिले चाहिँ पानीवाला जस्तो भएको छ फेरि हामी चाहिँ कुदिनु पर्छ क्या। सो अहिले फेरि गाह्रो हुन्छ क्या रुममा पुग्न फेरि अहिले चाहिँ हाल्नु न पहिला नै त्यो अनि कति स्यो मैले केटा हो अहिले टक्क हेर्नु न। सो भ्यू चाहिँ खतरा सक्नुहुन्छ। सो त्यही हो हेर्नु न यहाँ के छ के होला यो कमेन्ट गर्नु। सो गाइज यो चाहिँ के हो पुरै हामी चाहिँ अहिले टक्क ब्याक टु
रुम आइसकेको छु हामी यस्तो बाटोमा आइरहेको छु सो देख्न सक्नुहुन्छ क्या त्यो चाहिँ हामी हल्का कुदे आइरहेको छ क्या अलिकति भइरहेको अहिले चाहिँ क्या दामी भइरहेको छ मिठो भनेर चाहिँ घुम्न आएको सो देख्न सक्नुहुन्छ दामी विकासहरू हुँदैछ सो देख्न सक्नुहुन्छ त्यही हो आइसकेको छ सो देख्न सक्नुहुन्छ टक्क हामी चाहिँ फेरि चाहिँ हामी रुम आउनु बाँकी सो त्यही हो टक्क चाहिँ क्या दामी हावा मिठो सर आइरहेको क्या यता चाहिँ पुरै क्या दामी वनहरू रहेछ त्यही हो सो भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धेरै सबलाई भन्न चाहन्छु सो त्यो अनि फेरि भिडियोहरू पछि आउँछ सो त्यही हो भिडियो हेर्दै गर्नु होला सो आजको भिडियो भने सो त्यही हो बाई बाई सो गाइस सबलाई